One week is over. Let's review that I achieved and set my target for next week. Good morning everyone. Welcome back to Behind the Hustle. आज मेरो 1 week टार्गेटको रिभ्यू दिने दिन हो। सो टार्गेट पुरा भयो भएन भनेर हेर्नको लागि चाहिँ भिडियो अन्तिमसम्म हेर्नुहोला र प्रतिक्रिया पनि दिनुहोला अनि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला है त। सो सुरुमा चाहिँ कुन टार्गेट पुरा भयो भनेर टिक्लाउँ हैन। विश्वको भूगोल नेपालको भूगोल दुईटै भयो, वातावरण पनि भयो, जनसङ्ख्या पनि दुईटै भयो। वातावरण र जनसङ्ख्या एउटै टपिक हो अनि इतिहास पनि भयो। तर यो धर्म संस्कृति र अनि संविधान चाहिँ भएन। यो दुईटा टपिक मैले यो हप्ता पुरा गर्न सकिनँ। यो थियो प्री टेस्टको हैन, यो प्री टेस्टको थियो। अब आउँ हाम्रो यो म्याथ लङ म्याथमा आउँ जुन चाहिँ सब्जेक्टिभमा आउँछ। यसको चाहिँ मैले पर्सेन्टेज पुरा गरेँ अनि रेसियो एन्ड प्रपोर्सन पनि भयो। तर फ्र्याक्सन त्यस पछाडि एभरेज दुईटै भएन। यो दुईटा मैले पुरा गर्न सकिनँ। अनि यता आउँ एमसिक्यू म्याथमा जुन चाहिँ प्री टेस्टमा सोध्छ। यो युटिलिटी मेथड भयो, प्रफिट एन्ड लस भयो, तर इन्ट्रेस्ट भएन। यति गरेर मैले यो हप्तामा चाहिँ जम्मा यतिवटा टपिक मध्ये प्री टेस्टको मैले 1 2 3 4वटा टपिक सकेछु अनि लङ म्याथको 2टा टपिक सकेछु, 2टा सकेको छुइनँ र एमसिक्यू म्याथको 2टा टपिक सकेको छु, एउटा टपिक सकेको छुइनँ। भनेपछि म यो हप्ता मैले त्यति राम्रो गर्न सकिनँ। अब जाउँ यो टपिकहरू चाहिँ कसरी मैले पुरा गर्न सकिनँ भन्ने कुरातिर हैन। यो धर्म संस्कृति छ नि, यो टपिक जसले पढ्नु भएको छ उहाँहरूलाई थाहा छ। यो टपिक एकदमै लामो र ल्यान्दी टपिक छ के यो टपिक, त्यही भएर पनि मैले पुरा गर्न सकिनँ। यही नै सकिनँ अनि यता त मैले छोकै नै छैन हैन। अनि यो चाहिँ एकदम ल्यान्दी टपिक भएर मैले सकिनँ। यो धेरै नै छ क्या यो टपिकभित्र पढ्नुपर्ने कुराहरू, त्यही भएर हो। अनि यता लङ म्याथमा आउँदाखेरि चाहिँ मैले म्याथको चाहिँ क्लास पनि लिँदैछु अनि त्यस पछाडि रिभिजन पनि गर्दैछु क्या। अनि अब क्लास लिने अनि रिभिजन गर्ने गर्दाखेरि मैले भ्याइनँ। अब रिभिजन नगरी पनि हुँदैन हैन, त्यही भएर भ्याइनँ। मैले यो लङ म्याथको लागि चाहिँ अलिक बढी टार्गेट बनाएको कि जस्तो लाग्यो, त्यो भएर मैले यो टार्गेट पुरा गर्न सकिनँ यो चाहिँ हैन। अनि यो एमसिक्यू म्याथमा चाहिँ मैले पुरा गर्न सक्थेँ हैन। तर मैले हिजो पढ्न पाइनँ, मेरो त्यस्तै बाध्यता भयो, म बाहिर जानु पर्यो, त्यही भएर मैले पढ्न पाइनँ। म हिजो यो इन्ट्रेस्ट सक्थेँ एमसिक्यू म्याथको, त्यो मैले सक्न पाइनँ। त्यो चाहिँ मैले हिजो यो हप्तामा मैले हिजो एक दिन चाहिँ पढिनँ कि हिजो शुक्रबार चाहिँ, त्यही भएर यो मैले पुरा गर्न सकिनँ यो। सो समग्रमा हेर्दा चाहिँ मैले 13वटा टपिक चाहिँ यो हप्ता पढ्ने भनेर टार्गेट लिएको थिएँ, जसमा चाहिँ मैले 8वटा टपिक मात्रै पुरा गर्न सकेँ। यसको मतलब मैले त्यति राम्रो गर्न सकिनँ यो हप्ता। अब मैले यो टपिकहरूलाई अर्को हप्ता गर्छु हैन, अर्को हप्ता सक्छु यो टपिकहरूलाई प्लस अरू नेक्स्ट अब यो टपिकहरूलाई इन्क्लुड गरेर नेक्स्टको टार्गेट पनि म तपाईहरुलाई देखाउँछु, आजै देखाउँछु। सो अब लागौँ यो हप्ताको त टार्गेट मेरो यस्तै भयो हैन। अब अर्को हप्ताको टार्गेट बनाउनतिर लागौँ है त। ल अब अर्को हप्ताको टार्गेटतिर आऊँ हैन, जुन चाहिँ यो मेरो दोस्रो हप्ता रहन्छ। यसमा चाहिँ मैले प्री टेस्टको लागि धर्म संस्कृति, नेपालको संविधान जुन चाहिँ मेरो अघिल्लो टार्गेट पुरा भएको थिएन त्यो, अनि अहिले नयाँ चाहिँ अन्तर्राष्ट्रिय सङ्घ संस्था मैले राखेको छु। यो अन्तर्राष्ट्रिय सङ्घ संस्था पनि अलि बढी नै छ, त्यसमा नि पढ्नुपर्ने कुराहरू धेरै नै छ हैन। अनि त्यही भएर यो हप्ता मैले त्योभन्दा बढी मलाई भ्याउँछु जस्तो लागेन प्री टेस्टको लागि, त्यही भएर मैले यति नै राखेँ हैन। अब यता लङ म्याथमा आउँदाखेरि चाहिँ लङ म्याथमा चाहिँ मैले रिभिजन पनि गरिराख्नु पर्ने भएकोले म धेरै टपिकहरू नभ्याउने रहेछु। मैले यो अस्तिको टार्गेटबाट थाहा पाइसकेँ, मैले यो हप्तामा 2टा भन्दा बढी नयाँ क्लास मैले लिन सक्दिनँ जस्तो लाग्यो। त्यही भएर हेरौँ अब के हुन्छ। मैले त्यसको लागि 2टा मात्रै टपिकहरू राखेको छु, जुन चाहिँ अस्ति नै पुरा भएको छैन। अस्तिको हप्तै फ्र्याक्सन एन्ड डेसिमल र अर्को एभरेज, यति मैले अस्तिकै हप्ता पुरा नगरेको टपिक हो यो। यसमा नयाँ कुनै पनि छैन। अनि यता एमसिक्यू म्याथतिर आउँदाखेरि चाहिँ इन्ट्रेस्ट अनि एभरेज चाहिँ म नयाँ टपिक सुरु गर्छु अनि यो युनिटरी मेथड चाहिँ रिभिजन गर्छु अनि प्रफिट एन्ड लस पनि रिभिजन गर्ने मेरो यो हप्ताको टार्गेट यस्तो रहेको छ। That's it for this week review. Thank you so much for watching. फेरि अर्को हप्ता भेटौँला with new study plan and new progress. Until then, keep working hard,
See you in the next week. Bye bye.